गाइस इटाभट्टीको भित्र हेर्ने कस्तो हुन्छ डेन्जर छ के ठाउँ चाहिँ इटाभट्टी यस्तो चाहिँ हो कि यस्तो चाहिँ भने आगो लगाउने ठाउँहरू इटा पकाउने ठाउँहरू इटा हैन गाइस यस्तो त कति यसले चाहिँ आगो बनाएर इटा बनाउँछ हैन अनि यहाँबाट चाहिँ धुँगा आउँदो रहेछ अरे के हैन त्यतै आइज न डेन्जर छैन त इटाभट्टी यहाँ हाम्रो हो हेर्नु न गाइस कत्रो ठुलो क्या मासाला क्या विशाल के इटाभट्टी यसरी नै पकाउँछ यसरी अनि यसरी उखाल्दै एउटा गरी निकाल्छ